guys, welcome back to my new vlog, new episode, new day, new लुगा, new second, new hour, new minute लिएर हामी फेरि तपाईहरुको सामने आइसके। अनि आज चाहिँ हामी साथीहरुले यहाँ यता छ साथीहरु चाहिँ हेलो भन्दै साथीहरु चाहिँ काफल टिप्छौं भनेर लुगै काम गरेर लुगा लाएर आइछु म चाहिँ साथीहरुलाई भनेर यसरी आज काफल टिप्छ टिप्दैन भन्ने हो। अहिले चाहिँ घर कडेर त डाँडा आइसक्यो वारी जमुना उता तारी जमुना हाम्रो वन साइडमा चाहिँ काफल पाउँदैन यता देउता वन भन्ने ठाउँमा चाहिँ पाउँछ काफलहरु चाहिँ। अब जान्छौँ पानी परेर हाउरी परिरहेको थियो हाउरी पर्छ पानी मात्र पर्यो अनि हाउरी चलिरहेछ काफल छ कि छैन भन्ने बार विजय तालुको डोरन सर्ट हान्दियौ कि विजय चप्पल नयाँ कहिले किने विजय के उद्देश्य नयाँ चप्पल किन्ने उद्देश्य के थियो पुरानै थियो त केही भएको थिएन त फ्याट फसियो नि त्यही भएर उहाँ आई कन्ट्र्याक्ट हानेर भन्न के भयो अरे कसरी फ्याट उब्ग्या गरेर नि थियो के उब्ग्या चप्पल उठाएपछि उभिहाल्छ जनता जान्न चाहन्छ जनता जान अनि तपाईँले पहिला एउटा गीत गाइदिनुहोस् पहिला एउटा गीत गाइदिनुहोस् म त पुरै घर गएर नि फेरि नुहाइ धुवाइ गरेर त्यो हिजोकै लुगा लाएर फेरि जानुपर्छ कम्प्युटर सिक्न। हिजो चाहिँ सिक्नै पाएन बत्ती गएर त्यसै भयो गएको मात्रै आधी घन्टा जति बस्यो अनि फेरि फर्क्यो। देख्न सक्नुहुन्छ यसलाई चाहिँ हाम्रो ऐसेलो भन्छ होइन तपाईँहरूकोमा चाहिँ के भन्छ यसलाई उल्लो हेर मासाले सुरु भयो ऐसेलो होइन सक्नुहुन्छ दावेदार तपाईँहरूलाई दिन सक्दिनँ म कति भइसक्यो मन नखाएको मलाई घोषिहाल भन्नु पहिला होइन हेर्नु होला मन रुचाउनु होला कस्तो ठुलो छ चोरहरू चाहिँ खाइराखे ल चुप्लाक भन्दैछ त्यहाँ घाम के भन्ने घाम नलाग्यो नि घाम नलाग्यो नि भ्यू चाहिँ दामी। मेरो साथलाई त्यहाँ ऐसेलोको बोटले मन पराएर छोडेकै छैन उज्वल छोड्यो। पुग्न लाग्यो है अब 1-2 मिनटमा पुग्ने सम्भावना धेरै छ। हाम्रो घर चाहिँ वहाँ पारी है त्यहाँ हाम्रो घर अनि यहाँनिर चाहिँ काफल भाइ यहाँ ठाउँ हेर्नु नि यहाँनिर क्या डेन्जर डेटिङ आउने ठाउँ जस्तो छ त बबाल हाम्रो गन्तव्य चाहिँ यस्तो बाटोबाट हुन्छ है। ल चढाइ सुरु किया जाए यस्तो ठाउँबाट चाहिँ स्ट्रगल गरेर खान जानुपर्छ काफल मात्र खाने भनेर के काम म त इजी पिजी हो। अब मलाई ओ साँच्ची देखिन त मैले ए पर्फेक्ट कन्टेन्ट खोजेर सक्नुहुन्छ यहाँनिर अब कहाँबाट जाने भन्ने हो कि अब यहाँ काफल त उता साइड काफलको बोर्ड चाहिँ देखेँ फाइनली काफल चाहिँ देखेन बोर्ड चाहिँ देख्यो यो बोर्ड पक्कै केटा बोर्ड हुनुपर्छ। ओ माइ गॉड सुरु भयो पानी पक्किँदैछ काफलको बोर्ड कुन छ उयो
यो केटा बोट परेछ केडी भाइ फल्थ्यो मलाई झट्टै गएन म पछि रस्या आएर हुनुपर्छ त विजय ल विजय त माया छ ल अहिले हराएर बिजे त यार पछाड्ने होइन त्यो त बाँध्नै बसेछ मान्छे चढ्दैछ लौ कस्तो चढ्ने हो काफल खान नि गाह्रो थियो के बोले काफल चाहिँ हामीले फाइनली देखिसक्यो होइन काफलको बोर्ड चाहिँ यही हो तर काफल चाहिँ छैन बोर्डमा अन्धोमा आमफुली ऊ त्यहाँ हेर्दा ऊ त्यहाँ काफल चाहिँ ऊ त्यहाँ रात यहाँ त देख्नु यहाँबाट चाहिँ हामी टिप्ने सुरु गर्छौँ यस्तो ठाउँ छ अब धेरै टिप्स तपाईँहरूले देखाउँछ है बोटहरू पनि यहाँ चाहिँ अलिकति मात्र रहेछ ए काफल ल चाहन त दिएन यार प्लास्टिक त हेर्न मलाई बोटमै खान्छ आइज त्यहाँबाट केही हुँदैन काफल चाहिँ हामीले खतरनाक यत्रो रुखमा चढेर माछ चाहिँ छ यहाँ चाहिँ टिप्दिन त्यहाँ चाहिँ मोटे साथी आउँदैछ डराइ डराइ भए पनि चढ्दैछ होइन नटिप्ने क्या यहाँ बकिल राख्न मलाई झर्यो कति डराएको हेर उसको बनाउनु पाएन होइन डरा होइन क्या मैले त्यति भयो यहाँ साथीहरूले चाहिँ पुरै स्ट्रगल ल हेर्न सक्नुहुन्छ यहाँ चढाइ आम्बो पनि चाहिँ आउँदैछु काफलको बोर्ड चाहिँ यस्तै हुन्छ है सबैले देखायो होला होइन मैले देखाएर नि देखाएँ विजय फर्स्ट टाइम आएन कस्तो भइरहेको त एक्सपिरिमेन्ट्स के भन्छ त्यसलाई यो दुईजना अन्धोहरूले चाहिँ काफलको बोट देखेन मैले चाहिँ यहाँ बोटै हेर्न सक्नुहुन्छ यहाँ पुरै देख्न छ दिन सक्नुहुन्छ आमामा मेरो साथी त खतरै चढ्ने रहेछ त यार फर्स्ट टाइम भयो नि देख्न सक्नुहुन्छ बाटो त बाबा कस्तो भइरहेछ विजय फर्स्ट टाइम आएकोमा काफल त देख्नु भयो नि त्यहाँ माथि क्यामेरामा चाहिँ देखाएको छैन देख्नु भयो नि तपाईँले पसिना कहिले पसिना ननिकाले आज निकाले आमा विजयले त होइन त्यो हाउहुरीमा आएको र यो अहिले पुरै उयो भएर आएको म चाहिँ अब रुखमा चढ्छु होइन विजय यो रुखमा चाहिँ म चढ्छु चप्पल फुकाल्छु विजय है रेडी यसरी चढ्नु हाम्रो साथी चाहिँ मजा लडिसकेको छ यही छ काफल खाएन नि त ल विजय काफल देखाइदियो त काफलको बोट थम्मेल विजय है थम्मेल देखाइदियो त विजय हामीले कति टिप्यो आछु ल बहुत एक माना त हामीले टिपी नै सक्यो यहाँ पनि छ यहाँ झन् कस्तो खतरा हुन्छ यहाँ त थाहा छ यो बोटहरू त बोट चाहिँ छ तर काफल चाहिँ सुक्को छैन रहेछ त बोटै बोट छ सिका त सिका विजयलाई अनि ल विजय सेम टु सेम विजय सेम टु सेम
राइट 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 मुड पुरै जिउ घुमा न अनि यो हानेसमा त समातहरू त कसरी गरी हो अर्को हातले अर्को बोट पनि छ बोट मात्र गुड गुड म चाहिँ जान्छु हामी त यहाँ काफल टिपेर यतै आइसक्यो है अब कम्प्युटर क्लास जानु नि ढिला हुन्छ त्यही भएर तलतिर लाग्दैछु बिजुली खाने बोट चाहिँ दामी हो ठाउँ त यार काफल चाहिँ छ त्यहाँ जाउँ ऊ त्यो बोट रहेछ छोडिदिएर चल्छ जाउँ हामीले चाहिँ अर्को बोट फेला पारिसक्यो काफलको अगाडि छ विजय चाहिँ यहाँ आउँदैछ पक्कै ढल्छ म त धर्याम म चाहिँ कसरी जाने हेर यहाँबाट फाइनली गाइज आयो माकुरी म त एकैचोटि तल यार आथा भागो डन्डीफोर सब फुटेको छ भागो डन्डीफोर नि दुई चिप्टेर आथा कन्डोमै पाल पऱ्यो के हो यार अर्को पाल पनि कस्तो दुख्यो यार आथा लड्छ भन्दा नै फाइनली त्यहाँबाट झन् बिस्तार समाते त्यत्रो छ त विजय छिटो म त के हो चियाको सट्टा रक्सिएर आयो मैले आज कपालको बोट नआउने विजय पाखरिङ अहिले त्यो नि यहीँ आउनु परिहाल्छ फेरि त्यो भएर अहिले आइराख अहिले ढिला हुन्छ भनेर रुखमा चढ्दैछु ले सक्नुहुन्छ आमै काफल त स्याउ र्याङ टी अनि अर्को कुरा चाहिँ हामीलाई चाहिँ उता कम्प्युटर क्लास जानु पर्दैन अरे उता सरहरूको आफन्त कोही बित्नु भयो अरे त्यही भएर रुखमा बसी भन्नु उसका विजयको ड्याडीको मोबाइलमा कल आएर अनि ड्याडीको मोबाइलमा कल आएर पनि अजयले उठाएर अजयले फेरि मेरो मोबाइलमा कल गरेर हामीलाई थाहा यस्तो स्ट्रगल छ फेरि कलिङमा पनि अब यति टिप्छौँ पानी पनि पर्दैछ पानीले लाट कसरी आयो अघि न कसरी आयो अघि न ए मुला यसरी आएको अघि यसरी आएको हैन आउँछ हाम्रो चाहिँ काफल यति जति टिप्यो 1 किलो जति छ होला अब हल्का हल्का पानी चुडिराख्नु पर्ला उसब साथलाई पनि अलिकति देउरै दिनु पर्ला म त अहिले यसरी नै आएको थिएँ यार पछाडि फर्केर राख्नु पर्दैन म अघि नै म लडे पनि काफल कल आउँदै कस्तो पोलाउँछ कस्तो राम्रो टुन यार यता फर्केर भन्नु नभन्ने त्यो त अनुहारको बिग्रिन्छ मम्मी जाऊ त्यहाँ केमा दाना घाँस खेलाएर म त आउँथेँ कि सुतेर पनि बस्छ गाह्रो भयो भने मलाई मैले बिहानै भ्यू त जान्छ हिजै भने कि बिहान भाषा जान्छ कि खास खाएर जान्छ भने पहिले भनेको थिएँ अगाडि काम म चाहिँ हिजै 2 बजे कि खास खाएर काम सकाउँछु कि त किन भाषाभन्दा अगाडि काम सकाउँछ भने अनि कामसँग सकायो होइन अनि अहिले जाने होइन जाने भने होइन भने पिछेको स्ट्रगल देखेर त मलाई हाँसो उठ्यो जोहरी आयो
होइन अघि टक्क यो दुइटा यसरी देख्छ नि त पहाड यसरी हेऱ्यो यसो गऱ्यो ओ भने झर्यो झर्ने भने सिकाउँदैछु खुट्टा कामेको मुलाको भएको मैले यस्तो भएको होइन डरै लाग्यो मलाई सुत्दा मुला नगर आता माथि त नगर न जसरी आतेछ नि झऱ्यो त्यो त अप्ठ्यारो बाटोमा त्यस्तै गर्नुपर्छ अरे क्या घरको समाचार ठया पाएँ मैले यसो टकाले हो क्या विजयले मलाई ओइ त्यो त्यसरी उ भन्न इङ्ग्लिसबाट जसरी आतेछ अप्ठ्यारो बाटोमा जसरी आएको झर्नु पर्यो भने चढ्नु पर्यो भन्छ न विजय मेरो चप्पल चाहिन्छ मलाई त कस्तो हाँस्यो त्यहाँ यार खोइ एक तरफ पर डिजेल कागज लास लगाइरहेको छैन मलाई मैले त समात्नै पर्दैन त यी म त नसमातिकन आइरहेको छु त यी यसो अघि उ त्यहाँबाट आउने उ त्यो बिचबाट चाहिँ भने त नि सिधै लेफ्टली खाने छैन यहाँ बाटो हैन अघि नै लेफ्टली भने त नि अलि नराम्रो आयो जस्तो भिडियोमा हैन अहिले नै अझै त्यस्तो छ बालले भयो बाल छ ओइ खा बसेछ चप्पल यहाँ दिएको थियो उ त्यो देखेछ नि चप्पल हेरि बिजे अझै जसरी आएको थियो साथीको चप्पल चाहिँ फाइनली भेट्यो है खै मन सिकाउन चालानमा बादर बे पुछर नभए बाँध्दैन दियो है बिजे पुत्त नभएको बाँदर नामुला ल बिजे ककटेल पर्यो माथिबाट जान यसको माथिबाट जान त्यो समातेको रुख माथिबाट जान ओ बिजे हेर झर्ने यस्तो रुख यस्तो हाल्छ यस्तो कुर्सिने अनि झर्ने अनि गुलाम म सब राखिदिन्छु लाग्नु पर्छ यस्तो दुखिँदो रन्किँदाखेरि यो करानु त्यो आइज हामी चाहिँ आइसक्यो बन्द आयो ल केटा झरा हो त पास झर्यो फाइनली बाटोमा हामी बिच रोडमा आइपुग्छ पसिनाले मुखै कालो भइसक्यो अब चाहिँ हामी जान्छौँ नाचा हो केटा हो हेर्नु नि नगर्न भयो हामी चाहिँ फाइनली आइपुग्यो है त कहाँ पुग्यो अरे फाइनली आइपुग्यो खोलानिर चाहिँ खोलानिर आउन लागिसक्यो अब चाहिँ घर जान्छु नुहाइ धुवाइ नि गर्नु बाँकी छ यिनीहरू चाहिँ गर्छ गर्दैन थाहा छैन त गर्दैन म जस्तो मलाई राम्रो मान्छे कहाँ नुहाइ धुवाइ गर्छ हेल्दी म्यान बिजेलो पो तल्लो समाउँदैन सुकुटी के गर्नु सुकुटे म्यान हड्डी म्यान न हड्डी घर गएर कङ्गाल कङ्गाल घर चाहिँ पुगिसक्यो स्काफल लिएर 1 किलो थियो होइन 900 ग्राम रहेछ त्यहाँ जोस् एक पौधो चाहिँ घट्यो होला त्यहाँ यति दियो त्यहाँ काफल आयो मलाई भिडियो बनाएर पनि पङ्राङ गर्छ त साला भुइँमा झऱ्यो क्या नहाँसिकन बस्न हाँसेर केही फाइदा छैन 1 किलो काफल पो खट आज मनमो हो या ओइ खसस गर्ने कि आज हाम्रो 1 किलो के भन्छ काफल चाहिँ फाइनल्ली खनाउन सक्यो नछेक्न मलाई खनाउन सकिँदैन त्यो सकिँदैन टिप्ने हो मलाई नुहाउनु नि जानुपर्छ कस्तो गर्नु भयो अझै एउटा त्यसमा राख एउटा यसमा राख अब यो हाम्रो यो बाँड्न लगेको छ नि 10:30 हाम्रो चाहिँ अब बाँड्न लागेको छ है सुरु भइसक्यो हाम्रो 3 जनाको 3 ठाउँमा लेट्स गो पार्टी जेका एक प्लास्टिक त मैले दिएँ त मेरा एक सफा हो त्यो च्वाक
तेरो आयो भ्लगरहरु कमी छैन यहाँ हेलो गाइज होइन म चाहिँ यहाँ साथीकोमा भ्लगमा आएको छु है त टक्क लाएर साथी चाहिँ यहाँ नुहाउन गएको छ होइन म चाहिँ यहाँ पुरै बिसपको गीत सुनेर बसिरहेको छु होइन अब साथी 10 मिनट पछि आउँछ होला 10 मिनट पछि आउँछ होला साथी चाहिँ होइन टक्क लाएर त्यो नुहाएर अहिले गर्दैछ होइन तर म चाहिँ नुहाउनु लास्ट अल्छी लाग्छ है त्यही पनि नुहाउनै परिहाल्यो के गर्नु होइन विजय चाहिँ पुरा के हो के टक्क होइन गीत बजाउँदै अब चिलमा हो म चाहिँ होइन टक्क नुहाइधुवाइ गरेर नि आइसक्यो पहिला चाहिँ हामीले नुहाएर कागती भन्न आएछ कापलको बटवारा नि गर्छिस् अब लगेर मम्मीलाई दिन्छु घरमा होइन मम्मी अब खुसी हुन्छ कि बिग्रिन्छ नुहाइधुवाइ गरेर अर्को लागि चाहिँ अब हामी चाहिँ बजारतर्फ लाग्छौँ होइन बजारमा गएर चरपटे खेल्न जान्छौँ हामी चाहिँ बाहिर निस्किसके साथीहरू पछाडि म अगाडि आई एम लिडिङ माई फ्रेन्ड एन्ड बाटो धेरै स्ट्रगल कहाँबाट गएँ कहाँबाट जाने यार यहीँबाट आएको आज भरि यहाँ खनेरु गरे हो क्या भए पनि त्यहाँ अस्ति त्यो झन् पानी पर्दा पनि त्यहाँ टेक्दै उता उता फेरि यता टेक्दै उता त्यस्तो आएको होइन त्यसको नेर उता कतै छ त्यो माथि प्रजल चम्पू फाइनली हामीले चटपटे खाने ठाउँमा आइसक्यो होइन अब त्यो चटपटे खाइन्छ मजासँग कतिको त्यस्तै एकमा दुईवटा जेरो जोडेर 3 जना छौँ होइन एकमा दुईवटा जेरो जोडेर खाइन्छ यसले मैले एक खान्छ यसले जेरो खान्छ चटपटे चाहिँ आइसक्यो हाम्रो खानलाई रेडी भ्लगलाई मात्र रोकेर अघि नै सकाइदिन्छु यिनीहरूले चेस तिमीले खाएन मेरो चेस हाम्रो सकाएर चाहिँ हामी घर जान्छ है चकाचक हामी चाहिँ खाइसक्छ अब घर जानु पऱ्यो होइन अब सिधै गएर घरमा गएर फाइनली बल्ल म चाहिँ घर पुगेँ दौडी आएको पुरै सास फुल्ला अनि आजको भ्लग चाहिँ यति नै हुन्छ होइन चटपटे खाएर आइसक्यो आजको भ्लग चाहिँ यति नै लाइक सेयर सब्सक्राइब सबै गरिदिनु होला धेरै धेरै माया देखाइदिनु होला यति भन्दै आजलाई यति नै बिदा लिन्छु धन्यवाद।